आज हामी तोडी आमा छोरी मिलेर ब्याग प्याक गर्दैछौँ। कहाँ जाने त्यो चाहिँ म अहिले हजुरहरूलाई भन्दिनँ। भिडियोहरू हेर्दै जानुभयो भने हजुरलाई थाहा भइहाल्छ। तपाईँहरू पनि सोच्नुहुन्छ होला म चाहिँ कतै हिँडिरहेको छु नि भनेर। एक दिन दुई दिनका लागि कतै कतै घुम्न जान्थ्यौँ, तर यसपालिको छुट्टी चाहिँ लामो हो। छोरीलाई चाहिँ आउनु राजा मेरो एकछिन हेल्प गर भनेको एकछिन गरे जस्तो गरी बर्थडेको फ्रकदेखि मलाई यो फ्रक एकखेप लगाइदिनु न, हुन्छ कि हुँदैन हेर्छु भनेर भने। अब फ्रक देखेपछि त होइन छोरी मान्छेलाई कस्तो हुन्छ, अनि लगाइदिएँ र त्यसपछि छोरीको ब्याग प्याक पनि कम्प्लिट भइसक्यो र छोरी खेल्न पनि गइन्। र अहिले चाहिँ म हस्बेन्डका एउटा गरेर चेक गर्दै लुगाहरू हाल्दै थिएँ। अब उसले भनेको लुगा भरे पुगेन भने मलाई त गाली गर्नुहुन्छ, अनि त्यही लागि एकदम ध्यानले गर्दै थिएँ। म चाहिँ लुगाहरू जहिले पनि हाल्दाखेरि यसरी रोल गरेर हाल्छु, त्यति हुँदाखेरि जग्गा बेसी खाँदैन भनेर। गाइस प्याकिङ गर्दा गर्दै हैरान भएर म त नभन्नु न मेरो अवस्था कायर भइसकिरहेछ। 2 घन्टादेखिबाट गरेँ कि बल्ल सकिन आँटेकै छैन। त्यही पनि अब यी सामानहरू अब जुन रायता फैलिएको छ ती पनि सेट गर्नु पर्यो नि त। अनि किचनमा गएँ त्यो सब छोडेर म चाहिँ अब किचनमा सामान प्याकेटहरू कति प्राय खोलेर राखेका छन्, ती पनि त मैले हेरेर स्टोर गर्नु पर्यो। राम्ररी कि जाति अब हामी 20 दिनको लागि हिँडेका होइन, 20 दिन पछि आउँदाखेरि ती हामीले युज गर्न सक्ने हौँ। र कक्रोच यति धेरै भइरहेछन्। अनि मसलाहरू पनि मैले सबै थोक सेट गर्नु पर्यो। अब एयरटाइट डिब्बामा हाल्नु पर्यो, नभए फ्रिजमा स्टोर गर्नु पर्यो। हस्बेन्ड चाहिँ भन्दै हुन्छ फ्रिज पनि हामी लक गर्नुपर्छ भनेर, बादमा चाहिँ मैले निकाल्नु पर्दछ बिहान। र अन्यथा जे पनि मैले खोल्दै राख्दै गरेका प्याकेटहरू थिए ती चाहिँ मैले यसरी क्लिप लगाएर राखिदिएँ गाइस। हामी लेडिजले चाहिँ कतै हिँड्ने हुँदाखेरि कति थोक सामानहरू समेटेर हिँड्नुपर्छ नि, कता दिमाग लगाउनुपर्छ। सो गाइस मेरो प्याकिङ पनि डन भयो। अनि त्यसपछि एकछिन ढल्किनु पर्यो भनेको ठिक्क केटाकेटी आयो। मम्मा एकछिन म जम्बी हुन्छु खेल्नु भनेर। अब उनीहरूसित एकछिन खेल्न थालेँ। केटाकेटीसित यसरी खेल्दा चाहिँ थकाइ पनि मेट्यो है गाइस। आमा भइसकेपछि आफ्नो बच्चालाई खुसी पार्ने नै मेन मोटिभ हुँदो रहेछ। उनीहरूसित खेल्न थाल्दा मेरो थकाइ पनि मैले त भुलेँ।